आज डे 6 पनि भयो। बडीले फलो मात्र होइन ब्यालेन्स गर्न नि सिकिरहेछ अनि म हो निशान जस्ट नर्मल बोय। डे 6 को फोकस सिम्पल छ, लेगलाई कन्ट्रोल, सोल्डरलाई लोड, बडीलाई स्टेबिलिटी। रुल्स सेम छ, 3 मुभमेन्ट डेली। आज स्क्वाट हान्दा फेरि फुल कन्ट्रोलमा हान्नुपर्छ, मुनि ज्यादा पज र माथि ज्यादा फेरि कन्ट्रोल। लेग स्ट्रङ होइन, समझदार भइरहेछ। बिगिनर 12 रेप, इन्टरमिडिएट 15 रेप र एडभान्स 18 रेप। पाइक पुसअप्स यो चेस्टको सो होइन, सोल्डरको काम हो। बिगिनर 6 देखि 8 रेप, इन्टरमिडिएट 10 देखि 12 रेप, एडभान्स 14 देखि 16 रेप। सेट हान्दा चाहिँ होइन, एकदम स्मुथ, नेक रिल्याक्स, हिप माथि र मुभमेन्ट क्लिनमा हान्नुपर्छ। लास्ट सेट सोल्डर होल्ड, बिगिनर 20 सेकेन्ड, इन्टरमिडिएट 30 सेकेन्ड र एडभान्स 40 सेकेन्ड। यसमा नै इगो ड्रप हुन्छ, आर्म्स धेरै दुख्छ, पोल्छ, माइन्डले भन्छ भयो तर तिमी गर्न सक्छौ। डे 6 मा याद राख, स्ट्रेन्थ फोर्सले होइन, स्ट्रेन्थ कन्ट्रोलले आउँछ। अनि प्रोग्रेस बुझिराख्नु भएको छ भने प्लिज फलो। लेकिन अच्छा नहीं है गाइस, प्लीज डू सब्सक्राइब, सपोर्ट हिम, वेरी लवली गाय, लवली भाई।